वेलकम टु माई न्यू भ्लग। मेरो भ्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ के गर्दै भन्नु पर्दाखेरि आज एकदम गर्मी भएको कारणले गर्दाखेरि ठ्याक्क छारीमा बसेको। छारीमा बस्दैछौँ। छारीमा बसेर एकदम लास्ट गर्मी छ कि त्यो भएर छारीमा शीतल छारीमा बसिरहेको है। अरू त के भन्ने, अरू चाहिँ जस बुटोलको गर्मीले खाइसक्यो। 35-40 डिग्रीको गर्मी छ। त्यही नै हो गाइज। अरू त फेरि देखाउँदै गरौँला है त। यो गर्मीमा के गर्दैछ थाहा छ होला नि। यो गर्मीमा हामीहरूले के गर्दैछौँ भन्दाखेरि चक्क पारमा हेर्न सक्नुहुन्छ। आज यो गर्मीमा चत्त पारमा यो गर्मी हटाउने उपाय अरू एउटै छ। अब के गर्ने, त्यही पनि धेरै खानुहुन्न भन्छन् है। आँप र नुन खुर्सानी धेरै खानुहुन्न, गर्मीमा झन् असर गर्छ भन्छन्। त्यही पनि के गर्ने, हल्का हल्का खाइदिउँ भनेर यी आँप चाहिँ मस्त आँप खाइयो है। आँप खाएर एकछिन फेरि पिपलमा चत्त पारा रेस्ट गरेर बसेको। ल हेर, मौसम छिनको छिनमा चेन्ज हुन्छ। फेरि यहीँ बसेको छिनमा चेन्ज भएर अहिले फेरि त्यत्रो वहीँ 35-40 डिग्री घाम थियो। अहिले छिनको पानी आउला गरे जस्तो गरेछ। ल हेर्नु है त, यस्तो हावाहुरी बादल च्यात्त पानी आउला जस्तो गरेछ। सर्गहरू बहुत गराङगुडुङ गरिरहेछ। आफू चाहिँ यहीँ चत्त पानी खाइयो, आँप खाइयो, नुन खुर्सानी चत्त पारामा खाइयो। पानीको अवस्था यस्तो, सर्र पानी आउँदैछ। हाम्रो बगैँचा बगैँचाको खेलमा बसेर बगैँचा जाने लाग्यो बैसारीमा छैन सुखको पैसा। हे साल जो जाम्की लाहुर कमाउन, जाम्की लाहुर कमाउन रिमाई, जाम्की लाहुर कमाउन। सपना नाना थरी रिमाई छिट्टै घर जाम गरी। भिडियो आज के छ खबर, सबैलाई सन्चै छ होला। म पनि एकदम सन्चै। आज पनि के गर्ने, शीतल छारीमा चत्त बसिरहेको आनन्दले। त्यही नै हो। अरू त सबै ठिकै छ भनौँ। जस गर्मी बढिरहेछ बुटोलतिर। उता कस्तो छ तपाईँहरूतिर गर्मी चाहिँ कतिको बढिरहेछ है भन्नु पर्यो। यहाँ त गर्मी त लास्टै छ, लास्टै बस्न नसकिने गर्मी छ यार। लास्टै गर्मी छ। यस्तो त गर्मी ल्याएर नि यस्तो घाम लागेपछि कहिले उँभो लागिन्छ। यस्तो मजाको घाम। अब 40-45 डिग्रीमा छ होला यो घाम। त्यही नै हो गाइस। फेरि आज चाहिँ त्यही नै हो। बाँकी फेरि भेटौँला। अहिले के हुन्छ देखाउँला है तपाईँ। बाबाई। आज पनि फेरि जङ्गलमा न्युरो टिप्न आएको। न्युरो रहन्छ। न्युरो किन छ भन्दाखेरि पानी त हल्का हल्का परेको थियो, तर यहाँ न्युरो सब टिपेर लगेछन्। न्युरो खान पल्केछन्। म यहाँ दुःख मात्र पाएँ। गाह्रो छ। बल्ल यति टिपेछु। यस्तो पनि न्युरो। त्यही नै हो गाइस। न्युरो छैन। जङ्गलमा हिँड्दै न्युरो भन्दैछ। मसँग छन् 3जना यो केटाहरू टक्कै टिप्दै हिँडेछन्। हो त्यही हो न्युरो। गोद एउटा फुचुल न्युरो भनिरहेछ। टिप न्युरो छ भने टिप। त्यही नै हो। छैन कालो न्युरो भन्दा अर्को छैन। छ त्यहाँ? त्यहाँ छ र ओइ? छ डल्लै एउटा ट्याक्क पारामा न्युरो यस्तो एउटा टिपे। त्यसपछि फेरि अर्को पनि यत्रुकै सानो रहेछ कि यत्रो न्युरो। तर पहिले टिपेर भ्याएछन् कि गाह्रो छ। त्यही हो। आज धेरै दिनको फेरि आएको न्युरो टिप्न।
सब भ्याएछन् खानै नपाइने भयो निउरो। अस्ति नै बरु लगभग लगेको थिएँ 2 छाक 2 चोटि खाइयो 2 चोटि चत्त तरकारी खानी पुगेको थियो। अहिले त केही छैन निउरो पनि छैन केही छैन गाह्रो छ। टिप्न त यस्तरी हल्का मसिना पलाएको रहेछ पानी पनि परेन पानी पनि त्यही नै हो। कति टिपिस् त भाइ कति पिस देखाइ त यहाँ भिडियोमा देखाइ यहाँ बल्ल त्यति लिएर आछ। यो हो हाम्रो सुजन के अरे नाम तेरो सन्दीपे। यो सन्दीपे भाइ मेरो सङ हो यो। अनि अर्को आर्यन उहाँ उसले पनि खोज्दैछ उहाँ निउरो जङ्गलमा। त्यही नै यो निउरो त रहेनछ। अब निउरो भएन त्यही भएर आँप कतिको फलेछ। आँप भए पनि टिपेर लग्न पर्यो। ल है त साथीहरू एकछिनपछि आँप टिपेको पनि हेरौँला है त। ल चतर भन्न यही नै यो केटाहरूले आँप टिप्न गहन् आँप झार्छु भन्छन् तर बुटामा खासै आँप नभए जस्तो छ। सिधै झार्दैछन् केटाहरूले सब यस्तो छ हालत। आँप छैन केटाहरूले आँप टिप्न यहाँ वन समितिभित्र हो कि आँप खोज्न हिँडेको। अब त्यही नै हो धाङ नम्बर 6 गो 84 सिसौ 64 सिसौ रे। यो के लेखेको यस्तो यो त्यही नै हो। आँप टिप्न भनेर आएको थियो आँपै पाइएन। अब म चाहिँ घरतिर जान्छु केटाहरूले ढुङ्गाले हान्छ। केटाहरूले आँप टिपेर आउँछन् रे म चाहिँ लागे आऊ है केटा भन्थ्यो नि झारे केटाहरूले आँपको भागो यो दौड्यो यो आँप एउटा झारेर। मैले खाँदैन तैँले खान्नस् ल लिएर आइज है म हिँड्दै गर्छु गुवा दिशा लागो है। ल म चाहिँ लागेँ अलि हल्का पेटले माथि त पेले जस्तो लाग्यो कि मलाई पेले जस्तो लाग्यो एकछिन जानु पर्यो। अब यहाँ जङ्गलमा जहाँ पाइ दिशा गर्नु नि भएन त्यस्तै हो गाह्रो छ नि पचाउन नि गाह्रो भयो कि। अगाडि एउटा आँप टिपेँ म हिँडेँ चाहिँ निउरो रहन्छ। त्यही नै हो गाइस बाइ चतर।